नमस्कार। तपाईहरुले यहाँ थुप्रै मौरी घारहरू देखिराख्नु भएको छ र एउटा मौरी घारभित्रको तापक्रम कति हुन्छ त? तपाईहरुले धेरै ठाउँमा सुन्नु भएको होला। एउटा मौरीले आफ्नो घारभित्रको जुन छाउरा हुन्छ, बच्चाहरू हुन्छ, त्यो बच्चाको वृद्धि विकासको लागि 32 देखि 36 डिग्री सेल्सियससम्म तापक्रम मिलाएर राख्छ र त्यो तापक्रम वास्तवमा त्यति हुन्छ कि हुँदैन अहिले चाहिँ हामी हेरिरहेछौँ। यो हामीले तापक्रम नाप्नको लागि यो डिभाइस राखेका छौँ, जुनमा एउटा सेन्सर हुन्छ र त्यो सेन्सर चाहिँ मौरी घारभित्र राखेका छौँ र यहाँ हामीले अहिले यो डिभाइसमा हेर्न सकिरहेछौँ। यो जुन मौरी घारभित्रको तापक्रम अहिले 36 डिग्री सेल्सियस हामीले देख्न सकिरहेछौँ र अहिले बाहिरी वातावरणको तापक्रम 24.6 डिग्री सेल्सियस छ। भनेपछि यति बेला लगभग साँझ पख छ र मौरीले आफ्नो घारभित्रको तापक्रम 36 डिग्री सेल्सियस मिलाएर राखिरहेछ र आफ्नो जुन लार्भाहरू छ त्यो लार्भाहरूको वृद्धि विकासको लागि त्यो तापक्रम एकदम चाहिन्छ र मौरीले त्यो तापक्रम मिलाएको छ। कस्तो लाग्यो त यो जानकारी? तपाईहरुलाई आफ्नो प्रतिक्रिया राख्नुहोला। हस्त, नमस्कार।